हाई गाइस, यसमा पावर सप्लाईहरू मैले सबै चेक गरेँ गाइस, सबै ओके रहेछ। तर यसमा किन नचल्यो भनेको जुन यो गाइस यो गार्ड चाहिँ 110 भोल्ट फ्याँक्ने हो। यो आउट हुने 110 भोल्ट हो। यो चेक गर्दाखेरि चाहिँ गाइस एकतिर पनि सो छ र अर्कोबाट पनि सो छ। यो भनेको गाइस यो खराब भएको हो, किनभने दुईपट्टि सो गर्यो भने खराब हुन्छ गाइड। र एकपट्टि सो र एकपट्टि सो गरेन भने गाइस यो चाहिँ ओके हुन्छ है। तर यो गाइस यो चाहिँ एकदम खराब रहेछ है गाइस। यसलाई म निकाल्न गइरहेछ है त नेक्स्ट भिडियोमा गाइस फिटिङमा।